सर्लाहीको बसवरिया गाउँपालिकाको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत सञ्जीव शाह नियमित कार्यालयमा नआएपछि विगत 25 देखि 30% सम्म बजेट फ्रिज हुने अवस्थामा पुगेको कर्मचारीहरूले गुनासो गरेका छन्। पालिकाभित्र आपसी द्वन्द्व बढेपछि विगत 6 महिनादेखि स्वास्थ्य कर्मीहरूले तलब समेत पाउन सकेका छैनन्। केही कर्मचारीहरूको मङ्सिर महिनाको पनि गइसकेको छ, तर पछि अब यस्तै हाकिम एकाउन्टेन्ट पहिले सर्वभर इन्जिनियर साहब जानुभयो। अब के कारण कति कारणले हाकिम साहब दिनुभयो, मेयर साहबसँग नसोधिकन बिचमा दुवै हाकिम र मेयर बीच अलिकति अन्तर पर्यो। त्यही भएर अब त बजेट चल्ने अवस्था छैन। 2-3 महिना मात्र बाँकी छ। 2-3वटा योजनाहरू सम्झौता भइसकेको छ, अरू अलमलमा छ, अरू उपभोक्ता समिति गठन भएको प्रक्रियामा छ। शिक्षकहरूको यो त्रैमासिकको निकासा भएको छैन, तलब त्योभन्दा अगाडिको निकासा भइसकेको स्थिति हो। पेरोल तयार भइसकेको छ सर। अब यहाँ बिचमा चाहिँ लेखा शाखा प्रमुख नभएको र तत्काल हाल चाहिँ लेखा शाखा प्रमुख आइसक्यो हुनाले अब केही दिनपछि भुक्तानी हुने जानकारी गराउँछु। सामुदायिक विद्यालयका शिक्षकहरूको पनि 3 महिनादेखि तलब रोकिएको छ। आर्थिक वर्ष सकिन 2 महिना मात्रै बाँकी रहे पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुँदा समस्या भएको कर्मचारीहरूले गुनासो गरेका छन्।